नमस्ते सबैजना युट्युब साथीहरूलाई। आज चाहिँ हामी बाबा छोरी घाँस काट्न जान लागेको। पानी एकदम ठुलो पर्यो, रातिदेखि बिहानसम्म एकदम ठुलो पानी परेर भर्खर बल्ल घाँस काट्न हिँडेको। एकदम अल्छिला। फेरि घाँसको आउँदै हुनुहुन्छ, म बाबाको हिँडाइमा हिँडेको छु। बाबा फेरि घाँस नकाटी बस्न सक्नुहुन्न। अब बुढो मान्छे घर बस्नु भन्दा नि मान्नुहुन्न। ओ त्यो गुल्मी हेर्नु न, पारीतिर पुरै गुल्मी। यो चाहिँ हाम्रो बाक्लुङ पर्यो। त्यो पारीतिर हाम्रो डल्ले हाम्रो कुकुर हो। कुकुर पनि हाम्रो बाउ छोरीको साथी आछ। बाटो पानी परेर यस्तो चिप्लो छ, कसरी पो हिँड्ने हो, गाह्रो छ हो। मलाई चिप्लो भइसकेको छ, यस्तो अप्ठ्यारो छ। यहाँ लड्ने भने त हात खुट्टा त भाँचिन्छ त हो। डर लाग्ने, एकदमै डर लाग्दो बाटो चिप्लो। डल्लु यता आऊ। उता गयो हाम्रो डल्ले चाहिँ। बाटै अप्ठ्यारो छ। म त गाउँमा बस्यो नि डर लाग्ने यस्तो बाटो हिँड्नु त। चिप्लो हो, अरू भन्दा नि हात खुट्टा भाँचिन्छ कि लडेर भन्नु पर्यो। यो पनि हाम्रै गाउँ पर्छ, पर्न चाहिँ हाम्रो चाहिँ माथितिर हो। तर हाम्रो जतिको रमाइलो छैन, यतातिर अलि बस्ती कम छ। हाम्रोतिर चाहिँ एकदमै बाक्लो घर छ। यतातिर चाहिँ एउटा दुइटा हल्का हाम्रोतिर त रमाइलो छ हौ, एकदम रमाइलो। त्यता पारीतिर चाहिँ गुल्मी, त्यो दरम खोलाले छुट्टाएको छ। त्यो पुरा गुल्मी हो, त्यो पारीको पुरै भाग। त्यो वामी मैदान हो, त्यो देख्ने ठाउँ। डलका डाँसीकोट अलाङकोट के भन्छ पो यो गाउँलाई, पारी देखिने गुल्मीको गाउँ। घाँस काट्न जान अझै समय लाग्छ। उता तलतिरै हो। अब घाँस काट्ने ठाउँमा गएपछि देखाउँछ है साथीहरू। यही घाँस हो काट्ने। साथीहरू घाँस काट्ने ठाउँमा आइपुग्यौँ हामी। घाम चर्को लागिसकेको छ, कसरी पो घाँस काट्ने हो। म चाहिँ अम्मला खाँदै अल्छी लाग्यो। छ्या बेटाइममा हिँड्नु नि यस्तो जाँगरै लाग्दैन के। कति झ्याउ लाग्यो। अब काट्न सुरु गर्छु साथीहरू। बाबा यता आउनु है। बाबाहरूमा अझ बाबा झन् बुढो मान्छे, खै कसरी बारेर पुऱ्याउनुहुन्छ। अल्छी लाग्यो। मैले काटिदिनु पर्ला, मैले भात पुऱ्यायो भने। बाबा आइपुग्नु भयो। त्यही बात काट्नु, त्यही बात काट्नु, त्यही बात काट्नु। म यता काट्छु। मन काट्यो भने चाहिँ भारी पुगेन भने म पहिला मलाई भारी पुऱ्याउँछु। धेरै लग्न सकिन्न यहाँ यति टाढाबाट। काट्दै आउनु, म पनि काट्छु। ल ल। घाँस छोटो रहेछ साथीहरू। मैले चाहिँ यसरी मुठी पार्नु लागेँ है। यसरी मुठी पारेँ। मैले चाहिँ भारी पुऱ्याएँ साथीहरू। 1 पाजा, 2 पाजा, 3 पाजा, 4 पाजा, 5 पाजा, 6 पाजा। अब चाहिँ बाबालाई काटिदिनु। बाबाले त्यही घाँस काटिदिनु हुन्छ। बाबाले घाँस काट्नु देखाइन।
अब मैले चाहिँ बाबालाई काटिदिन्छु अल्छी लाग्यो कि मैले चाहिँ यहाँदेखि परसम्म त्यत्रो मिलो काटेँ बल्ल बल्ल भारी पुग्यो यति एरिया काट्दा बाबाले घाँस काटेको साथीहरू बाबाको भारी पुग्यो छैन मैले काटिदिनेछु अब यति काटेपछि तर भारी पुग्छ मैले त्यहाँ एक ठाउँ काटिदिएको छु अब यहाँ अब फेरि काट्न सुरु गर्छु म पनि बाबाको लागि घाँस पनि अलिक पातलो छ क्या छोटा अझै पनि राम्रोसँग पलाएको छैन घाँस मैले चाहिँ भारी बाँधिसकेँ साथीहरू बाबालाई पनि काटिदिएको बाबा चाहिँ भारी बाँध्न लाग्नु भयो अल्छी लाग्यो धेरै त काटिन अब यो उकालो बाटो 1 घन्टा जस्तो लाग्छ फेरि गर्मी भए सकिन धेरै बोक्न पनि अब चाहिँ घर जाने हो बाबाले भारी बाँध्दै हुन्छ बाबाले भारी बाँध्दै हुनुहुन्छ मैले त बाँधिसकेँ अब छोरी घर जाने ढिलो भइसक्यो भोक लाग्न लाग्यो खाना खाएको छैनौँ त्यसमाथि ढिलो आउने अल्छी लाग्यो रस्यु ए हँसिया समातिन आउनुपर्छ र हजुर यसो अन्त अलिक कस्नु भएन अझै बाबा अझै कस्नुपर्छ क्या त्यो भएन बिग्रिन्छ अलिक नाम लगान छिटो अलिक कसाइ होइन बाबा अलिक राम्रोसँग कस्नुपर्छ पहिला म भारी बोकेर आऊँ म भारी बोक्नु गएँ